हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। अनि हामी चाहिँ आमा छोरी भएर चाहिँ गइरहेको छौँ खेतमा साग टिप्न। सो के को साग रहेको छ त देखाउँछु हजुरहरूलाई पनि। अनि त्योभन्दा पहिला हजुरहरूले चाहिँ प्लिज मेरो युट्युब च्यानललाई चाहिँ लाइक सेयर अनि सब्सक्राइब चाहिँ गरिदिनु होला एन्ड सपोर्ट गरिदिनु होला। जाम है त। अनि आमा छोरी भएर चाहिँ हामी जाने हो, देखाउँछु कता जानुपर्छ। त्यही बाटो भएर चाहिँ हामी जानुपर्छ उता पर उता पछाडितिर। त्यहाँ पुगिसकेपछि देखाउँछु हजुरहरूलाई चाहिँ। कस्तो लागिरहेको छ तिमीलाई? खेतमा जाँदाखेरि कस्तो लाग्छ तिमीलाई? राम्रो। खेतमा लटेपछि लाग्दैन अनि घाँसमा सिट्न नि मिल्छ। कस्तो राम्रो हावा चल्यो है। आँपको रुख पनि कस्तो छ, कति ठुलो। यो त ग्रास हो, यो चाहिँ धानको बिउ कति ठुल्ठुलो भइसकेछ। यो नगरौ, यो चाहिँ हाम्रो हो, यो चाहिँ माइजूहरूको हो। मकै हेर न, मकै फल्न आइसक्यो। देख्यो 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 देख्यो। यस्तै हो कि यस्तै राम्रोसँग हिँड्न पर्छ। ऊ टाँ पर धुवा निस्केछ नि, त्यो भन्दा यतातिर ऊ टाँ पर। तिम्रो नानी चाहिँ कतातिर हुनुहुन्छ, कतातिर बाख्रा चराउँदै हुनुहुन्छ देखेन म त। हावा पनि लागिरहेछ तर गर्मी छ होइन, पस्न पनि आइरहेछ। म त के भन्ने हौ, हाम्रो बुटोलको गर्मी त साह्रै गर्मी हुँदो रहेछ हौ साथीहरू। के भन्ने तिमीसँग हिँडेछ। हामी मेरो छोरी यहाँ पुगिसक्यो। यही हो कि छोरी? यहीँ देख्नुभएको छ अरे नानी कता साग छ अरे, न्युरोको साग होइन। हामी त न्युरोको साग टिप्न आएको। ए रहेछ त, ऊ छ त ऊ। कति टिपिन्छ होइन, अनि त्यसपछि देखाउँछु हजुरहरूलाई। हामी चाहिँ छौँ, मेरो छोरी छ यहाँ। यहाँ चाहिँ छ न्युरोको साग। यति सानो सानो रहेछ। मेरो मम्मीले त यही टिप्न त यति गर्मीमा होइन, मैले